गाइस हाम्रो भाइ चाहिँ उठिसक्यो यहाँ हेर्न सक्नुहुन्छ भाइ। हेलो भन, हेलो हेलो भन। यसलाई आधी घन्टा मैले यहाँ हल्लाएर सुताउँदा पनि होइन नसुतेको अहिले यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो मन्दिरमा पूजा गर्ने भाँडोहरू सबै हुन्छ नि, सबै यहाँ राख्नु भएको होइन। अनि मलाई यहाँबाट सबसे सो हे गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। राधे राधे सबैलाई। सो गाइज आज त इन्ट्रो नै फरक हान्दैछु मैले होइन। कस्तो के हरेक बेला हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। राधे राधे सबैलाई। एउटै भन्दा भन्दै मलाई झ्याउ लाग्यो। अब परिवर्तनै यो संसारको नियम भने हामी पनि फलो गरौँ न। सो त्यही भएर एकछिन कति जेलसम्म मन लाग्छ त्यो जेलसम्म इन्ट्रो चाहिँ। अनि अब अहिले चाहिँ अघि नै उठ्या हो तर म अब तक यहाँ जाम। अहिले चाहिँ म यहाँ पनिर बनाउनु लाग्छु। धेरै बसी नै मसला पनिर बनाउनु लाग्यो होइन। टक्क मसला पनिर बनाएर दाल भात मसला पनिर खान्छु, तपाईँलाई म देखाइ नै हाल्छु। टक्क किचनतर्फ जाम ल। हेर्न सक्नुहुन्छ मैले मसला पनिर चाहिँ बनाएछु है। भात मसला पनिर र दाल ल टक्क खाम अब। सो गाइज मैले चाहिँ खाएर आइसकेँ अनि सबै कुरा भएर अब म चाहिँ यहाँ मामा घर जानु लाग्यो। आज बोलाउनु भयो। सो टक्क मामा घर जाम अनि तपाईँलाई म ट्याक्कै मामा घर गएर भेट्छु है त ल। हेर्न सक्नुहुन्छ हाम्रो मन्दिरमा पूजा गर्ने भाँडोहरू सबै हुन्छ नि, सबै यहाँ राख्नु भएको होइन। अनि मलाई यहाँबाट सबसे मनपर्ने के थाहा हेर्दै के हो नि, टक्क यस्तै आरती गर्ने होइन। हुन त म गर्न त गर्दिनँ होइन, तर मलाई यस्तो चाहिँ मनपर्छ है। हेर्नु त क्या राम्रो देखेको, वाउ। सो गाइज म चाहिँ यहाँ मामा घर आइसकेँ। यसलाई हेर्ने, यसले मलाई हेरेर आयो, खोजिरह होइन। त्यही भएर यसले मलाई नदेकोस् भनेर चाहिँ म यता पछाडिबाट यसरी हल्लाइरहेको, यो सुतोस् भन्दैन, खोजिरह कहाँबाट बोलिरह के गरेर हान्दैको। गाइज हाम्रो भाइ चाहिँ उठिसक्यो यहाँ हेर्न सक्नुहुन्छ भाइ। हेलो भन, हेलो हेलो भन। यसलाई आधी घन्टा मैले यहाँ हल्लाएर सुताउँदा पनि होइन नसुतेको अहिले यहाँ त्यही यसरी यहाँ हेर्ने त यसलाई म कसरी खिलाउँछु। गाइज यो चाहिँ कस्तो छ कि त्यो हरेक जे पनि सामान छ नि यसले चाहिँ मुखभित्र यसलाई चुस्नुपर्छ है। त्यो चलाइरहन्छ, कहिले हात गर्छ कहिले लुगाहरू हुन्छ नि त्यही गरेर हुन्छ ल। सो गाइज म चाहिँ यहाँ मामा घरबाट निस्किसक्यो, टक्क घर जाम होइन। सो गाइज म चाहिँ यहाँ घर आउने बित्तिकै यहाँ हेर्नु त नङ काटिसक्यो मजाले। म चाहिँ यस्तो सफा नमा क्या मजा आउँछ है। पहिला चाहिँ गाइज पहिला 10 क्लास नै हुँदै क्या अब कस्तो नङ पाल्ने रहर थियो गाइज होइन। म यता नङ पाल्थेँ होइन, औँठी लाउँथेँ के गर्थेँ। मलाई क्या हाँस उठाइ त्यति बेला सम्झेर होइन। कस्तो त्यो फोहोर बस्ने कि त्यो कालो कालो बस्छ नि त, अनि त्यसले गर्दा मलाई आफैले घिन लाग्ने कि यस्तो नङमा चाहिँ होइन। अनि त्योहरू चाहिँ मैले आजकल चाहिँ काट्छु होइन। सो हेर्नु सक्नुहुन्छ वाउ। अनि अब अहिले गएर चाहिँ म यहाँ पानीपुरी बनाउनु लाग्यो। धेरै नै भइसक्यो मैले घरमा पानीपुरी बनाएर नखाएको। टक्क पानीपुरी बनाएर म खाइहाल्छु ल। सो गाइज अहिले चाहिँ म यहाँ रुममा आइसकेँ। अनि म चाहिँ अब यहाँ दारी काट्न जानु लाग्यो। आलु चाहिँ तल बसाएर आइसकेँ पानीपुरीको लागि। दारी अब काट्नु पऱ्यो नि त, फेरि अब अर्को वेडनेसडे भन्दा यता काट्नु पाइन्न। सो मजाले दारी काटिहालौँ। सो गाइज मैले चाहिँ यहाँ दारी पनि काटेर आइसकेँ। टक्क यहाँ आलु पनि उसिनेर पाकिसक्यो। अब आलु उसिनेर पाकिसकेपछि सेलाउँदैम अनि त्यसपछि झोल र पानीपुरी बनाएर म तपाईँलाई टक्क देखाइहाल्छु। गाइज यहाँ हेर्न सक्नुहुन्छ टक्क मेरो पानीपुरी चाहिँ रेडी भइसक्यो, टक्क खाम होइन। सो गाइज अहिले चाहिँ दिउँसोको लगभग 6:30 जति हुन लागिसक्यो। अनि यहाँ आज कति दिनपछि, मैले त धेरै कति दिनपछि त खाएकै छु। यहाँ हेर्नु त क्रिम भएको डुनोट वाउ। मैले हिजो पनि मगाएको थिएँ गाइज खास कर, तर हिजो चाहिँ पसल बन्द रहेछ। अनि आज चाहिँ मगाएँ टक्क। अब क्रिम भएको डुनोट खान जाम अनि त्यसपछि के गर्छु म थाहा छैन, हेरौँ न। गाइज अहिले चाहिँ म यहाँ ललिपप खाँदैछु। खालि खाएपछि मात्रै देखाउँछु कि। अनि दुईवटा ल्याऊ, एउटा चाहिँ त्यही खोइ कुन फ्लेभर बेसी। अनि यो चाहिँ गाइज ऊ फ्लेभर हो के, कोको कोला फ्लेभर हो होइन। अस्ति मनपर्छ मलाई। अब म सुत्न लाग्यो पनि हो, मैले भिडियो एडिट गरेर पोस्ट गरेर पनि भइसक्यो। अनि अर्को कुरा भने भोलि चाहिँ मलाई यसो शनिबारको दिन होइन, अब कलेज कहिले स्टार्ट थाहा छैन। सो अब कलेज स्टार्ट हुने बेला पनि भयो होला। सो म चाहिँ भोलि चाहिँ फिमेल जाम एकचोटि
भनेर बिहान 8 बजेको मर्निङमा होइन सो हेर्न जाऊँ कि भनेर सोचिरहेको हेरौँ होइन गयो भने तपाईँलाई देखाइ नै हाल्छु जान्छु कि नै चाहिँ आई डोन्ट नो त्यही हो गाइज अब आजको लागि यति नै छ होइन अब यसो यो खाएर म सुतिहाल्छु होइन त्यही हो आज दिनभरि मामा घर गयो भाइसँग खेल्यो आयो पानीपुरीहरू पनि खायो क्रिम भएको डुनर पनि धेरै पछि खायो प्याकेट यहीँ छ त्यही हो आजको लागि यति नै छ आनन्दले बस्नुहोस् खुसी बस्नुहोस् भगवानको आम धेरै नै जब गर्नुहोस् राधे राधे बाई मैले बिस्तारी हाने कि गाइस जान्छु मैले ब्याट हाने गर्छु नि त सो हेर बिस्तारी हाने राधे राधे बाई सो हेलो सो हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल राधे राधे सबैलाई सो गाइज आज चाहिँ म यहाँ दाइको आइफोनबाट भ्लग स्टार्ट गरिरहेको छु कस्तो आइफोनबाट भ्लगिङ गरेपछि त छुट्टै कन्फिडेन्स आउने कि होइन त्यही हो मैले मेरो मोबाइल चाहिँ मैले यहाँ थन्काइदिइसकेँ यसरी अन्त यसले नि भनेर होला चाहिने बेला चाहिँ युज गरिस् अहिले चाहिँ फ्यालिदिस् तँलाई पकड सरी मलाई चाहिन्छ अहिले किन यो पाउने भने 1-2 घन्टाको लागि हो यो चाहिँ कति वर्ष चल्ने हो होइन सो अब म तपाईँलाई ट्याक्क उठेर भेट्छु ल सो गाइज आजको लागि चाहिँ फोन एक्सचेन्ज भए यहाँ दाइको फोन दाइलाई मेरो फोन मलाई ए सरी दाइको फोन मलाई मेरो फोन चाहिँ दाइलाई टक्कै एक्सचेन्ज भइसक्यो आजको लागि कस्तो मजा आइरहेको नि त आइफोनबाट सुट गर्नलाई त छुट्टै एउटा कन्फिडेन्स आउने के हेर्ने के भन्ने हो यहाँ अल्ट्रा वाइडमा नि गरिदिउँ अल्ट्रा वाइडमा गाइज हेर्नु अल्ट्रा वाइडमा हेर्नु यस्तरी वाइड माई गड हेर्न सक्नुहुन्छ होइन यसलाई फेरि अब 1x मै गरिदिउँ अनि 1x मा चाहिँ अलिक राम्रो एकदम अक्खा क्वालिटी आउँछ कि